जब तपाईलाई कसैले अपमान गर्छ नि, कसैले हेप्छ नि, अनि दिल दुख्छ, नमजा लाग्छ, नरमाइलो फिल हुन्छ, आत्मसम्मानमा चोट पुग्छ। तर कसैले तपाईलाई किन हेप्छ? कसैले हामीलाई किन हेप्छ? जब हामी हाम्रा सारा कमजोरीहरू सबैलाई बताउँदै हिँड्छौँ, हाम्रा दुःख पीडा व्यथाहरू सबैलाई सुनाउँदै हिँड्छौँ, तब पनि मानिसले तपाईलाई हेप्न सुरु गर्छ, हामीलाई हेप्न सुरु गर्छ। त्यसैले आफ्ना कमी कमजोरीहरूलाई, आफ्ना दुःख पीडा र व्यथाहरूलाई सबैलाई सुनाउँदै नहिँडौँ। कतिपय मानिसहरूको यस्तो बानी हुन्छ कि जसलाई भेट्यो त्यसलाई सुनाउन सुरु गर्ने। असम्बन्धित मानिस, अपरिचित मानिस, अनावश्यक मानिसलाई आवश्यक कुराहरू सुनाउन जरुरी छैन। अनावश्यक मानिसहरूलाई आवश्यक कुरा सुनाइराख्न जरुरी छैन। ती मानिसहरूलाई सुनाउन सक्नुहुन्छ जसले तपाईको ख्याल गर्छ, जसले तपाईको भलो चिताउँछ, जसले तपाईलाई सहयोग गर्न सक्छ, जसले तपाईलाई नजिकैबाट बुझेको छ, चिनेको छ। त्यस्ता मानिसहरूलाई तपाईले आफ्नो पीडा, आफ्नो दुःख, आफ्ना कमी कमजोरीहरू बताउन सक्नुहुन्छ। तर सबै कुरा बताउनुपर्छ यो जरुरी छैन। केही कुराहरू गोप्य रहन पनि जरुरी छ। त्यसैले सबै कुराहरू सबैलाई बताउँदै नहिँड्नुहोस्। त्यो दिनदेखि तपाईलाई त्यो मानिसले कमजोर मानिसका रूपमा हेर्न सुरु गर्नेछ, निरीह प्राणीका रूपमा तपाईलाई मूल्याङ्कन गर्न सक्छ। अर्को हो, आवश्यकता भन्दा बढी कसैलाई पनि सम्मान नदिनुस्। आवश्यकता भन्दा बढी आवश्यक सम्मान दिन जरुरी छ, सम्मान गर्न जरुरी छ, तर आफ्नै आत्मसम्मानलाई धरापमा पारेर, आफ्नै हैसियतलाई ख्याल नगरेर अरूलाई सम्मान गर्न जरुरी छैन। त्यसो गर्नुभयो भने जिन्दगीभरि तपाईं गुलाम बन्नुपर्ने बाध्यता हुन्छ। किनकि उसलाई लाग्नेछ कि यो मान्छेले मैले जे भने पनि स्वीकार्छ, किनकि यसले मलाई सम्मान गरिरहेको छ। हो, त्यसैले कतिपय मानिसहरूको यस्तो बानी हुन्छ कि आफ्नो हैसियतको ख्याल नगरेर, आफ्नो आत्मसम्मानको ख्याल नगरेर अरूको सम्मान बढी गर्ने। आफैलाई गिराएर अरूलाई उठाउनुको अर्थ छैन। त्यसैले आवश्यक सम्मान दिनुहोस्, अनावश्यक सम्मान नदिनुहोस्। आफैलाई गिराएर, आफैलाई अपमानित गरेर अर्कालाई सम्मानित गर्नुको कुनै मतलब छैन। त्यो दिनदेखि तपाईं गुलाम बन्नका लागि तयार हुनुपर्छ, तपाईं हेपिनका लागि तयार हुनुपर्छ, तपाईं अपमानित हुनका लागि तयार हुनुपर्छ। अर्को हो कि तपाईं हामी सामान्य कुराका लागि अरूमा भर पर्यौं भने पनि मानिसहरूले हेप्न सुरु गर्छन्। जब हामी जीवन निर्वाहका लागि, सानातिना कामका लागि अरूमाथि भर पर्छौं, तब मानिसहरूले तपाईलाई हेप्न सुरु गर्छ। किनकि उसलाई लाग्छ म बिना यसको जिन्दगी सम्भव छैन, म बिना यसले केही पनि काम गर्न सक्दैन। अब त्यो दिनदेखि उसले तपाईमाथि शासन गर्न सुरु गर्छ। त्यो दिनदेखि तपाईलाई हेप्न सुरु गर्छ, अर्डरमा राख्न सुरु गर्छ, डोमिनेट गर्न सुरु गर्छ। त्यसैले आफूलाई मजबुत बनाउनतिर ध्यान केन्द्रित गर्नुहोस्। तपाईं आफू आत्मनिर्भर कसरी बन्ने त्यतातिर सोच्नुहोस्। कुनै ट्रेनिङमा सहभागी हुन सक्नुहुन्छ, सिपमूलक तालिम लिन सक्नुहुन्छ, सानोतिनो काम सुरु गर्न सक्नुहुन्छ। सानै होस्, काम सुरु गर्नुहोस्। जुन दिनदेखि तपाईं आत्मनिर्भर बन्नुहुन्छ, तब तपाईको आत्मसम्मान आफै बढेर आउँछ र अरूले पनि तपाईलाई सम्मान गर्न सुरु गर्छन्। काम गर्ने मान्छेलाई सबैले सम्मान गर्छन्। ठीक छ? त्यसैले जीवन निर्वाहका लागि, फाइनान्सका लागि, सानातिना कामहरूका लागि अरूमाथि भर पर्न छोडिदिनुहोस्। अर्को कुरा हो, जे बोल्नुहुन्छ त्यही गर्नुहोस्। आफ्नो बाचामा अडान रहनुहोस्, अडान राख्नुहोस्, अडान लिनुहोस्।
के बोल्नु भएको छ त्यही गर्नुहोस्। कतिपय मानिसहरूको यो समस्या हुन्छ, धेरै बोल्छन्, यो गर्छु त्यो गर्छु, तर केही पनि गर्दैनन्। त्यस्ता मानिसहरूप्रतिको सम्मान हाम्रो पनि गुम्छ। आसपासमा यस्ता थुप्रै मानिसहरू तपाईँले देख्नु भएको हुनसक्छ, राइट? त्यसैले तपाईँले जे बोल्नुहुन्छ त्यो गर्ने बानी बसाल्नुहोस्। जे वाचा गर्नुभएको छ त्यही गर्ने बानी बसाल्नुहोस्। यसले मानिसको तपाईँप्रतिको विश्वास बढेर जान्छ, तपाईँप्रतिको सम्मान बढेर जान्छ, तपाईँप्रति एउटा फरक धारणा उनीहरूले तयार गर्छ कि यो मान्छे एकदम सटिक छ, जे बोल्छ यसले त्यही गर्छ। अर्को कुरा हो, तपाईँ जतिसुकै सफलताको शिखरमा पुग्नुहोस्, जतिसुकै नाम कमाउनुहोस्, जतिसुकै दाम कमाउनुहोस्, चरित्र ठिक भएन भने, चरित्र घिनलाग्दो भयो भने, चरित्र स्वीकार गर्न अयोग्य भयो भने तपाईँ बर्बादीको चरणमा जानुहुन्छ। तपाईँलाई मानिसहरूले त्यही दिनदेखि हेप्न सुरु गर्छन्। त्यही दिनदेखि तपाईँको अपमानको यात्रा सुरु हुन्छ। त्यसैले तपाईँको क्षमताभन्दा पनि माथि, तपाईँको सफलताभन्दा पनि माथि चरित्र हुन्छ, तपाईँको नियत हुन्छ। तपाईँले आसपासमा यस्ता घटनाहरू सुन्नुभएको छ, देख्नुभएको छ कि नाम र दामले उचाइमा छ, सफलताको उचाइमा छ, शक्तिको उचाइमा छ, तर चरित्र घिनलाग्दो भएका कारण, चरित्र आपराधिक भएका कारण, व्यभिचारी भएका कारण, चरित्र माथि प्रश्न उठेका कारण मानिस जिरोमा झरेको छ, मानिस बर्बाद भएको छ, तहस नहस भएको छ। त्यस्ता मानिसहरूलाई तपाईँले पनि हेप्नुहुन्छ, हामी सबैले हेप्छौँ। यदि हामीसँग पनि त्यसो भयो भने अरूले गर्ने पनि त्यही हो। त्यसैले चरित्रलाई सम्मान योग्य बनाइराख्नुहोस्। यो अरू कुराहरूभन्दा माथि हुन्छ। ओके, मैले यी कुराहरू तपाईँलाई सेयर गरेँ। तपाईँलाई मन परेको छ भने तपाईँले अरू कसैका लागि सेयर गरिदिन सक्नुहुन्छ। सकारात्मक कुरालाई फैलाउने मेरो मात्रै जिम्मेवारी होइन, तपाईँको पनि जिम्मेवारी हो, ताकि तपाईँको बारेमा मानिसहरूले सकारात्मक कुरा सोच्न सुरु गरौँ। यदि यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो पेजलाई लाइक गरिराख्नुहोला, फलो गरिराख्नुहोला। हामी यस्ता भिडियोहरू बार बार लिएर तपाईँ सामु आइरहनेछौँ।